शिक्षा दौड होइन तर खुसीको यात्रा होस्। एउटा सपना, एउटा दोस्रो घरको कल्पना, जहाँ हाँसो कक्षामा गुन्जियोस्, जिज्ञासा प्रोत्साहित होस् र हरेक बालबालिकाले सुरक्षित, बुझिएको र माया गरिएको महसुस गरोस्। आज त्यो सपना रोयल किन्डर क्यासलको प्रत्येक कुनामा बाँचिरहेको छ। मैले टिचिङ 2056 देखि स्टार्ट गरेँ। एज अ टिचर झन्डै 12-13 वर्ष मैले काम गरेँ। ड्याडी प्रोफेसर हुनुहुन्थ्यो, सो ड्याडीलाई हेरेर बच्चादेखि नै म टिचर बनेर खेल्ने काम गर्थेँ। मेबी त्यही लाइनमा लागेर होला, मलाई यसैमा नै इन्ट्रेस्ट थियो। सो टिचिङ गर्दाखेरि पनि मेरो काम राम्रो भएकोले मैले काम गर्ने स्कुलले मलाई इन्चार्जको पोस्ट दिनुभयो। इन्चार्जमा मैले 3-4 वर्ष गरिसक्दाखेरि आफैलाई म त स्कुल खोलेँ भने नि सक्छु कि के हो भन्ने जस्तो एउटा पोजिटिभ भाइब आउन थाल्यो। अनि स्कुल खोल्न त्यति सजिलो काम त होइन, सबै म्यानेज गर्नुपर्ने। अनि ट्रेनिङहरू लिएर अपडेट्स गरेँ आफूलाई। डे केयर भन्दा त जुनै महिनामा पनि आइ त हालिन्छ भन्ने सोचले मैले 2070 असारको 21 गते मैले डे केयरबाटै सुरु गरेँ। सुरु गर्दाखेरि त साथमा 3 जना बच्चा थियो। सो त्यही 3 जना बच्चालाई साथमा लिएर अगाडि बढेँ। 2070 को एन्डमा चैतसम्ममा मैले 9 जना बच्चा भयो। अनि यसैलाई नै एड अन गर्दै अगाडि बढेँ। अहिले आएर चाहिँ हामीसँग 150 अराउन्ड बच्चा छ। प्रत्येक हाँसो, प्रत्येक कदम र प्रत्येक कथाले बालबालिकाको दृष्टिलाई अगाडि बढाइरहेको छ। हाम्रा शिक्षकहरूले विद्यार्थीहरूलाई खेल खेल्दै सिक्ने अवसर दिन्छन्। मेरो लागि यो अहिलेसम्मको 2073 देखिको अहिलेसम्मको यो जर्नी चाहिँ पर्सनली पनि अनि प्रोफेसनली पनि चाहिँ एकदमै मिनिङफुल रहेको छ। फर्स्टमा मैले पनि अब लेटर ए साउन्ड्स भन्दाखेरि त यो बक के गरेको होला भन्ने जस्तो लाग्थ्यो। तर बिस्तारै ट्रेनिङहरू लिँदै गएँ। अब उहाँहरूलाई पनि चाइल्ड सेन्टर लर्निङबाट उहाँ जस्तै भएर उहाँहरूले के सोच्नुहुन्छ, उहाँहरूको अनुभव अनुसार चाहिँ उहाँहरू जस्तै भएर सोचेर चाहिँ सिकाउनु पर्ने रहेछ। सुरुमा चाहिँ सानो सानो सर्कल टाइम कसरी लिने, नेपाली कसरी पढाउने, फोनिक्सको ट्रेनिङहरू भयो, अनि क्लासरुम म्यानेजमेन्टहरू कसरी गर्ने भन्ने कुराहरू भयो। अनि त्यसपछि एकाडेमिकल्ली चाहिँ अब मैले ब्याचलर क्लियर गरिसकेपछि चाहिँ इसिइसीको यो 1 इयर कोर्स पनि लिएँ, जुनले चाहिँ मलाई एकदम हेल्पफुल भयो। जुन चाहिँ मैले अब इसिइसी पनि गर्दै गएँ, प्लस अब प्र्याक्टिकल यहीँ स्कुलमा पनि म्यामहरू हेर्न आउनुहुन्थ्यो। अनि मैले हरेक एक्टिभिटी गरेको चाहिँ उहाँहरूले अब्जर्भ गर्नुहुन्थ्यो। अनि त्यसले चाहिँ एकदमै त्यो म भित्रको टिचिङ स्किल्सलाई चाहिँ एकदमै फ्लोरिस गर्यो। सो इसिइसी 1 इयर गरिसकेपछि मैले फेरि पोस्ट ग्रेजुएट गरेँ इसिडीमै। मेन भनेको हामीले चाहिँ अब बुकमा मात्र सीमित नरहेर चाहिँ उहाँहरूलाई प्लेवे मेथड भनेको खेल्दै सिक्ने। अब उहाँहरूलाई चाहिँ एउटा कुनै कुरा सिकाउँदाखेरि पनि उहाँहरूले चाहिँ प्रेसरले होइन कि खेल्दै उहाँहरूले सिक्नुहोस् भनेर चाहिँ हामीले त्यो इन्भाइरोमेन्ट चाहिँ क्रिएट गर्छौँ। अब हरेक एक्टिभिटिज जस्तै अब बिहान सर्कल टाइमदेखि लिएर बेलुकासम्मको एक्टिभिटिजहरूलाई चाहिँ हामीले यसरी प्लान गर्छौँ कि त्यो एक्टिभिटिजले चाहिँ उहाँहरूको होलिस्टिक डेभलपमेन्टमा हेल्प पुगोस्। टपिकै कुरा गरौँ न, हामीले अब यदि फ्रुट्स सिकाइरहेको छौँ भने चाहिँ अब फ्रुट्सको स्पेलिङ र फ्रुट्स मात्र होइन कि फ्रुट्सहरू ल्याएर देखाएर उहाँहरूलाई टेस्ट गराएर कस्तो हुन्छ भनेर, अब फ्रुट्सभित्र पनि कतिवटा सिड हुन्छ भन्ने कुराहरू, प्लस अब सङ राइम्स होइन, अनि रोल प्लेहरू गराउँछौँ। जस्तै अब फ्रुट्स मार्केट, स्कुलमै सानो फ्रुट्स मार्केटहरू क्रिएट गर्छौँ। अनि कोही नानीलाई पसले बनाएर, कसैलाई ग्राहक बनाएर चाहिँ हामीले त्यसरी रोल प्लेको थ्रुबाट, गेम्सहरूको थ्रुबाट चाहिँ उहाँहरूलाई त्यसरी खेल्दै सिकाइरहेका हुन्छौँ। अब सानो नानी बाबुहरूसँग डे टु डे घुलमिल हुँदै जाँदाखेरि कहीँ न कहीँ अब च्यालेन्जेस त भइरहेको हुन्छ, रिस्क हुन्छ। अब सानो नानी बाबुहरू हो, अब क्लासमा पनि अब कतै लड्नु होला कि साथीहरूले केही गरिदिनु होला कि भन्ने रिस्क त हुन्छ। तर अब त्यसमा पनि अब हामीले चाहिँ केयरफुल भएर अब सकेसम्म अब पेरेन्ट्सहरूले जति विश्वासको साथमा नानी बाबुहरू हामीसँग छोडिदिनु भएको छ, हामीले चाहिँ सकेसम्म नानी बाबुहरूलाई केही पनि नहोस्, सुरक्षित रहनुहोस् भनेर चाहिँ गराइरहेको हुन्छौँ। पाठ्यक्रम सोच विचार गरेर तयार पारिएको छ, उमेर अनुसार उपयुक्त र सम्पूर्ण विकासमा केन्द्रित। स्कुल खोलिसकेपछि पनि कति कुराहरू आफूमा ल्याकिङ पार्टहरू देख्दै गएँ मैले। जस्तै अब
ट्रेनिङहरूमा प्लेवे मेथड नयाँ आइसकेको टिचर हुनलाई पनि 1 इयरको ट्रेनिङहरू लिनुपर्ने यस्तो यस्तो कुराहरू देखिसकेपछि स्कुलमै नै मलाई एकदमै पहिल्यैदेखि इन्ट्रेस्ट भएको भएर जति नै दुःख गर्नु परे पनि म गर्छु भन्ने सोचले म अगाडि बढेँ घरमा बच्चाहरू सानसानै पनि थियो तै पनि होस् भनेर मैले पढाइलाई नै कन्टिन्युटी गरेँ 1 इयरको ट्रेनिङ लिएँ इसिएसीबाट त्यसपछि लिडरसिप म्यानेजमेन्ट मास्टर्स जोइन गरेँ जे जति पनि गरेँ स्कुलको बच्चाहरूलाई राम्रो होस् आफूले स्कुललाई अगाडि बढाउनलाई मलाई सपोर्ट होस् भन्ने किसिमले अगाडि बढ्दै गएँ गाह्रो त अब कुरै नगरौँ त्यो 3 जनाबाट 9 जना 9 जना पछि त्यो बढाउनलाई धेरै स्ट्रगलहरू गर्नु कम्पिटिसन त्यस्तै नै थियो मार्केटमा आफूलाई चेन्ज एक्सेप्ट गर्दै जानु पर्यो पहिला मैले टिचिङ गरेर काम गर्दाखेरि हामीले थप्पड हानेर पढाउने जमाना थियो भने अब आफूले बच्चा भएर उनीहरू सँगसँगै अगाडि बढ्नुपर्ने टाइममा समेत आफूलाई चेन्ज एक्सेप्ट गरेर अगाडि बढाउनु पर्यो हाम्रो अब त्यो स्कुलहरूको धेरै कमिटीहरू हुन्छ सो प्री स्कुल कमिटीमा पनि म पनि एज अ ट्रेजरर अहिले पनि छु प्लस अब एपेनहरू अहिले त मोन्टेसरी एसोसिएसन थुप्रै एसोसिएसनहरू छ सबैसँग लिङ्कअप हुँदै गइरहेको हुन्छ अनि यो चिज गर्नुपर्छ यो चिज राम्रो छ साथीहरूबाट पनि सजेसन आउँछ अनि आजकल त हातैमा छ सबै चिज यसो हेर्दै गयो खोज्दै गयो केही कुरा राम्रो लाग्यो भने टिचरहरूलाई पठाउनुपर्छ कि होइन यो त मैले लिनुपर्ने पार्ट हो पहिला भने जस्तो हुन्छ कि खोज्ने चाहिँ मेरो एकदमै बानी छ चित्रकला सङ्गीत र नृत्य बोल्ने कला कथा सुनाउने नाटक र रोल प्ले जिम्नास्टिक कराते आर्ट एन्ड क्राफ्ट अडियो भिजुअल सामग्री र अन्य विविध सिकाइ मार्फत यहाँ बालबालिकाहरू जीवनका पाठ सिकिरहेका छन् हरेक विद्यार्थी यहाँ महत्त्वपूर्ण छ पौष्टिक र सफा खाना नियमित स्वास्थ्य जाँच यातायात सुविधा र घर जस्तो वातावरण यी सबैले आमा बुवालाई निश्चिन्त बनाउँछ कि उनका बच्चा सुरक्षित खुसी र माया गरिएका छन् हामी चाहिँ अद्वित मानमुर्मीको प्यारेन्ट्स हामीले चाहिँ अद्वित मानमुर्मीलाई चाहिँ यहाँ फाउन्डेसनदेखि राखेको हो अहिले 3 इयर्स भयो हामीले यहाँ पढाएको हामी सुरुमा चाहिँ हामीले फाउन्डेसनमा चाहिँ राख्नुभन्दा अगाडि चाहिँ हामी धेरै स्कुलहरू चाहिँ भिजिट गरिसकेको थियौँ र त्यसमध्येमा चाहिँ हाम्रो एकजना चिन्नुभएको दाइको छोरी पनि यहीँ पढ्नु भएकोले उहाँसँग पनि रिफर गरेर हामीले एडमिसन गऱ्यौँ र हामीलाई ओभरअल एकदमै चित्त बुझ्यो र बच्चाको प्रोग्रेस पनि एकदमै राम्रो छ हाम्रो फर्स्ट प्रायोरिटी भनेको नै बच्चा कसरी यो इन्भाइरोमेन्टमा सेफ फिल गर्छ कि गर्दैन त्यो थियो फर्स्ट डे चाहिँ हामीले एउटा ओरिएन्टेसन जस्तै गरेर ल्याएको थियो नि हि एडप्टेड एकदम इजिली विथ एभ्री वान अनि वी डिसाइडेड दिस इज द प्लेस भनेर हामी चाहिँ अलिकति टाढाबाटै आउँछौँ होइन हामी तापाखेलदेखि आउने हो मसँग गाडीमै बसेर आउँछ हो र आउँदा आउँदै अनि यहाँ गेटमा पुगेपछि सुरुमा 1-2 दिन चाहिँ अलिकति रुने बाबा पनि आउनुहोस् न भन्ने खालको त्यो फेजबाट अहिले चाहिँ अब हामीलाई यस्तोसम्म भनिसक्यो कि दुर्गा दिदीकै खाना मिठो होइन मामा दुर्गा दिदी जस्तै खाना बनाउनुहोस् न यस्तो मिठो छ भनेर भन्ने त्यो लेभलसम्म पुगिसकेको छ र उसलाई स्कुलमै रमाइलो लाग्छ अब विभिन्न प्रोग्रामहरू भनौँ न अब यहाँनिर हाम्रो दसैँ तिहार होइन सबै इन्द्रजात्राहरू यो पहिल्यै यहाँ मनाउने गरिन्छ होइन अनि त्यो चाहिँ अनि हामीलाई चाहिँ स्कुल घरमा आएर उसले सिकाउने गर्छ कि हामीलाई चाहिँ एकदमै राम्रो लाग्छ जस्तो कि टिचर र स्टुडेन्टको बिचको एउटा कनेक्सन पनि एकदमै राम्रो छ होइन हामीलाई चाहिँ एउटा एक थोपा पनि डाउट छैन कि होइन हामीले ड्रप गर्दाखेरि हाम्रो बच्चा चाहिँ यहाँ सेफ छ कि छैन भन्ने इन्डिभिजुअल केयर पर्सनल टच को बच्चामा के कमजोरी छ त्यसलाई उहाँहरूले एनालाइसिस गरेर त्यसमा वर्क अन गर्नुहुन्छ नि त्यो चाहिँ बेस्ट पार्ट हो यहाँको दिदीहरू दाइहरू भन्नुभएको त झन् स्कुलको ब्याकबोन हो होइन उहाँहरू बच्चा लड्यो भने खाएन भने पनि एकदमै केयर गर्ने उहाँहरू नै हो होइन जुन चाहिँ गरिरहनु भएको छ र हामी एकदम सेटिस्फाई छौँ यु आर डुइङ अमेजिङ जब थ्याङ्क यू सो मच फर टेकिङ केयर अफ आवर चाइल्ड भन्नुहुन्छ हामी हजुर यो यात्रा सजिलो थिएन हरेक चुनौती र हरेक पाइलामा साथ दिने आमा बुवाको माया र विश्वासले यो पथ उज्यालो बनायो छोरीले चाहिँ नि एकदमै राम्रो गर्नुभयो स्कुल पनि धेरै डेभलप हुँदै राम्रै हुँदै गयो ऊ चाहिँ नि पहिला यो ज्ञान निकेतन स्कुलमा पढाउँथ्यो उसले त्यहाँबाट 13 वर्षसम्म उसले त्यही स्कुलमा पढायो त्यहाँ पढ्दै पढ्दै उसले सिक्दै आफूले ट्रेनिङ लिँदै धमाधम ट्रेनिङ सिक्दै उसले जम्मै स्कुलमा कसरी खोल्ने कसरी के गर्ने भन्ने चिज उसले आफै सिक्दै गयो
अनि पछि गएर चाहिँ नि यो पढाएर चाहिँ नि कति पछि राख्ने, हामी एउटा स्कुल खोलौँ भनेर मसँग सल्लाह गर्यो उसले। ठिक छ ल, खोल्ने भए चाहिँ हामी खोलौँ, तिमी ट्राई गर, स्कुल खोज, हामी सँगै मिलेर जाउँला भनेर सुरु गरेको थिएँ। साँच्चै स्कुल पनि पायो। छोरीको पाइला ठिक ठाउँमै परेछ, किनभने म आफू पनि शिक्षण पेसामा र शिक्षण पेसामै गरेर दुःख गरेर बच्चाहरूलाई हुर्काएर अहिले यतिसम्म स्थिति पुग्यो। रोजिनाले स्कुल खोल्दाखेरि मैले सुरुमा त पढ्दैन छोरी, आफ्नो टिचिङ मास्टरै भएर काम गर, 20 भएरै बसिरहेको के चाहिँ भने, तर उसले आँट गर्यो। उसको आँट हेरेर, उसको चाहिँ साहस हेरेर मैले नै भन्नै सकिनँ। रोजिनाले स्कुल खोल्नुभन्दा अगाडि कहाँ कहाँ के तालिम लिनुपर्छ, कुन के सेमिनारमा भाग लिनु पऱ्यो कि ट्रेनिङमा जानु पऱ्यो कि या कुनै गोष्ठी सिसेक सम्बन्धी गर्नु पऱ्यो कि सबै लिएर उसले अहिलेसम्म पनि ऊ लर्निङ प्रोसेसमै छ। टिचिङ भनेको वास्तवमा नम्बर 1 लर्निङ प्रोसेसै हो, यो मेरो सिद्धान्त र सबैको पनि यही नै कुरा हुन्छ। टिचरहरूको काम चाहिँ राम्ररी मेहनत गरेर निरन्तर रूपमा डे बाई डे दैनिक रूपमा प्रगति गर्दै 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 यहाँको स्थितिलाई यहाँसम्म पुर्याइसक्यो, अझ माथि जानु त बाँकी नै छ। स्कुल त यहाँसम्म पुगि नै सक्यो, राम्रो नै भइसक्यो। अब टिचर नन टिचिङ स्टाफ जम्मैलाई चाहिँ म यति भन्छु कि यति नै माया, यति नै मिलेर, यति नै भएर चाहिँ नि बस्नु होला। यहाँको पारिवारिक वातावरण यो सधैँ कायम रहोस् र रोजिनाले जुन मेहनत गरेर यतिसम्म अहिले पुर्याए त्यसको लागि म छोरीलाई शुभकामना एवं बढाइ नै दिन्छु। म यस्तै मेहनत गर्दै गर्दै पछि पनि राम्रै होस्। यहाँको हरेक सदस्यले विद्यार्थीहरूको सिकाइ र हुर्काइमा महत्त्वपूर्ण भूमिका खेलेका छन्। नमस्ते, मेरो नाम दुर्गा तामाङ। म रोयल किन्डरमा काम गरेको 12 वर्ष भयो। म पहिलोचोटि आउँदाखेरि जम्मा 9 जना हुनुहुन्थ्यो अनि यहाँ वातावरण सबै राम्रै थियो। अब पहिलोचोटि जाँदाखेरि कस्तो लाग्थ्यो होइन, अनि बच्चाहरूसँग घुलमिल गर्दा रमाइलो लाग्यो। त्यस्तो गाह्रो त भएन, अब आफ्नो पनि घरमा 2टा बच्चाहरू छ, बच्चाहरू हुर्काइरहेकै हो नि त, त्यस्तो ऊ चाहिँ फिल भएन। जस्तै अब टिचरहरू पनि साथीहरू जस्तै नै हुनुभयो। अनि पहिलोचोटि जाँदा प्रिन्सिपल म्याम रोजी म्यामले नि सिकाउनु भयो, यसो गर्ने यसो भनेर। म बिहान आउँछु, खानाहरू पकाउने, खाजाहरू पकाउने, दिने, खाना नजानेहरूलाई खान दिने। अब कोही त रुनुहुन्छ, कोही बोकेर पनि खुवाउनु पर्ने हुन्छ कसैलाई होइन, कसैलाई केही देखाएर हुन्छ कि होइन, खेलाएर त्यसरी खुवाउनु। अहिले त एकदम आफ्नै परिवार जस्तो भइसक्यो, रमाइलो लागिरहेछ। हजुर, अहिले त घरमा भन्दा नि बेसी स्कुलमै रमाइलो हुन्छ। घरमा त कहिले काहीँ छुट्टी हुन्छ, 1 दिन त ठिकै, 2-3 दिन छुट्टी हुन्छ, बोर लाग्ने भइसक्यो। स्कुलमै रमाइलो हुन्छ। कसरी हुन्छ मिठो खुवाउने मेरो त्यो इच्छा छ होइन, त्यसरी नै। अनि कहिले काहीँ प्यारेन्ट्सहरू आएर हजुरले बनाउनु भएको मेरो बच्चाले कति मिठो भनिदिनु, कति खुसी लाग्ने कि त्यो सुन्दा चाहिँ। अब त्यो क्यासल बिल्ड अन मदर्स ट्रस्ट भनेर त हाम्रो उनै छ होइन। मलाई पनि अब पहिला स्कुल खोल्दाखेरि त मेरो साथमा कोही पनि हुनुहुन्न थियो। सो ड्याडी त्यही लाइनमा भएको भएर ड्याडी त एकदमै बिजी, सो मम्मीको सपोर्ट लिएँ। मम्मी यो लाइनको त होइन, तर ड्याडीले गरिराख्नु भएको देखिराख्नु भएको थियो। छोरीहरू हामी दिदीबहिनी दुवैजना हामी टिचिङ लाइनमै थियौँ। हाम्रो फ्यामिली मेम्बर मोस्टली सबैजना टिचिङमै छौँ। मम्मीको साथ लिएर अगाडि बढेँ। अनि मलाई चाहिँ बच्चाहरूलाई स्कुल भन्दा पनि हामी एउटा घरमा त अर्को घरमा आएको छ जस्तो फिल होस्। त्यो बच्चा रोएर स्कुल आउन गाह्रो मानेर चाहिँ नआओस्। त्यो बच्चा एकजना बच्चा मात्रै गेटबाट रुँदाखेरि बच्चाहरूको मुड हो स्विङ हुन्छ, कहिलेकाहीँ तलमाथि हुन्छ। त्यो बच्चा रोयो भने मलाई दिनभरि नै यो बच्चा किन रोएर आयो, के भयो भन्ने कुराले स्ट्रोक गरिरहेको हुन्छ। सकेसम्म चाहिँ बच्चाले स्कुलमा आएर पढ्न त पढ्यो नै, तर एकदम इन्जोय गरेर पढोस्। मैले पढेको होइन भन्ने टाइपले पढोस्। अलिकति प्लेवे मेथडमा नै अगाडि बढौँ। अनि टिचरहरू पनि स्ट्रिक्ट नहोस्, साथी जस्तै होस्। स्ट्रिक्ट हुनु पऱ्यो भने त्योभन्दा माथि बोर्डर लाइनमा मै छु, बरु मै अलिकति उनीहरूलाई सम्झाउँछु, बुझाउँछु। आउँदाखेरि चाहिँ टिचर स्ट्रिक्ट भयो, टिचरले केही गर्नु भयो भने बच्चाहरूलाई बस्ने मान्छेले गाली गरेपछि चित्त दुख्ने नआउने हुन्छ। त्यही भएर सक्दो चाहिँ यो बच्चाहरूले सेकेन्ड होम काइन्ड अफ आफ्नो घर पछि अर्को घरमा आउँदा नि हाँसी हाँसी आओस्, हाँसी हाँसी नै जाओस्। पढाउनलाई त हामीले प्लेवे मेथड भनेर नै गरिरहेछौँ, तर त्यो मात्रै भनेर भएन, ह्यान्ड मुभमेन्ट त अभियसली चाहियो होइन। सो त्योभन्दा अगाडि गर्नुपर्ने एक्टिभिटिजहरू सबै फाइन मोटर स्किल डेभलप हुने एक्टिभिटिजहरू गर्नुहुन्छ टिचरहरूले। पेन्सिलहरू कोरेर अब लेख्नुपर्ने सबै नै भयो भने फिजिकल उसको लागि हामी चाहिँ इसिए पार्टमा मेरो प्यारेन्ट्सहरूले दिने फिडब्याकमा पनि आरकेसीको इसिए एकदमै राम्रो छ। हामी एउटा परिवार हौँ। हामी चाहन्छौँ कि हाम्रा बालबालिकाहरू यहाँ सफल मात्र होइन
हेरचाह गर्न, नेतृत्व गर्न र सहानुभूति देखाउन पनि सिकुन्। मेरो सपना सबै थोक नै रोयल किन्डर क्यासल नै हो भनौँ होइन। म बाँच्ने एउटा आधार नै रोयल किन्डर क्यासलै हो। रोयल किन्डर क्यासल छ सो म छु। रोयल किन्डर क्यासल, आमाको विश्वासले बुनेको सपनाको घर।